हेलो नमस्ते। एकदम राम्रोसँग भिडियो बनायो, देखायो, इन्फर्मेसनमूलक भिडियो बनायो मेरो आदरणीय कस्टमरहरूलाई। यो बेडको पछाडिपट्टिको भाग देखाएको, यो हाइड्रोलिक बेड किङ साइज र क्विन साइजमा रिस्टक भइसकेको छ भन्ने बेड देखाएको। तर के गर्नु, यो पापी संसारमा गुनासो गर्यो नभन्नु होला। एकदम केयरफुल्ली मेरो आदरणीय कस्टमरहरू हुनुपर्ने जरुरतै छ, किनभने यस्तो धेरै कपी निकाल्न थाले कि बजारमा जब एउटा राम्रो खालको बेड बनाए कपी गर्न सुरु गरिहाल्छ। अब आदरणीय कस्टमरहरूलाई मैले इन्फर्मेसनमूलक भिडियो नबनाऊ नदेखाउँ, उहाँले कसरी जानकारी गर्ने? देखायो, त्यसको मेकानिजम चाहिँ सबै बनायो, कपी गर्नुहुन्छ। तर म उहाँहरूलाई भन्छु, कपी बनाउँदाखेरि पनि 19-20 बनाउनुहोस् न। सेम फिनिसिङ र सेम डिजाइनमा त तपाईँ निकाल्न सक्नुहुन्न डेफिनेटली। एकदम राम्रो खालको बेड निस्किसकेको छ बेस्ट फर्निचर कुमारीपाटीमा। यो त लाइफ ग्यारेन्टेड भन्दा पनि हुने बेड छ है, किनभने सिसौको काठको बेड। यतापट्टि चाहिँ पल्लाहरू छ, हेर्नुहोस् त, यति धेरै पल्लाहरू छ कि निक्लिसकेको छ। थ्याङ्क यू।